हेलो साथीहरू, वेलकम छ आजको मेरो मिनी ब्लगमा। खासमा नि यो चाहिँ हो हिजोको मिनी ब्लग के साथीहरू, तर मैले आज एडिट गर्दैछु के हिजो नभ्याएर। अनि हिजो चाहिँ बिहानदेखि कति ठुलो पानी परेको थियो कि, अनि कस्तो माछाको झोल खानु मन लाग्यो कि, अनि म चाहिँ गएको थिएँ दिउँसो बजार निस्किने काम पनि थियो, अनि माछा पनि लिएर आएँ। हेर्नु न, माछा पौडेको देखेर पानी छापेको देखेर मेरो बाबु चाहिँ कस्तो खुसी हुँदैछ कि, अनि ल्याएर धोइ पखाली गरेर म चाहिँ अब मरमसला हालेर मोल्न रेडी गर्दैछु कि माछालाई। मलाई चाहिँ माछामा सिम्पली अरू मसला लगाएको केही पनि मन पर्दैन, बसुन बेसार अनि थोरै जिराको ढुट्टो लगाइदिन्छु अनि मोलमाल गर्छु कि। अनि म चाहिँ यहाँ दही राख्न बिर्सेको रहेछु है, अनि फेरि फ्रिजमा राखिसकेको हुन्छु म्यारिनेट गरेर, अनि फेरि निकालेर दही राखेँ कि, किनभने कागती थिएन मसँग। दहीले चाहिँ अलिअलि अब हुन्छ नि टेस्ट इन्हान्स गर्छ क्या। अनि त्यसपछि यता मैले माछा पनि फ्राई गर्दैछु, अनि यता लसुन प्याजहरू रेडी गर्दैछु कि मसलाको लागि। लसुन अदुवा अनि तोरी पनि मेन हुन्छ माछाको लागि चाहिँ। तोरी भयो भने चाहिँ स्वाद एकदमै मिठो हुन्छ कि माछामा। टमाटरहरू इधर उधर सबै रेडी गरेर म चाहिँ मिक्सरमा पिस्नको लागि रेडी पार्दैछु कि। मिक्सरमा हालेर गुवाइँ पारिदिए साथीहरू, 2 मिनटमै रेडी भयो। अनि यता चाहिँ मिक्सरमा पिस्न थालेको त ग्यास ठुलो भएको रहेछ, अनि माछा त एक साइड त अलिअलि डढे जस्तो भयो कि साथीहरू, तर पनि त्यस्तो डढेको चाहिँ थिएन, ठिकै छ नि त भनेर मैले चाहिँ माछालाई चाहिँ पल्टाइ गरेर दुईतिर नै पाक्यो। अनि चाहिँ मैले माछा निकालेँ, राष्ट्रै मिठो भएको थियो कि। यो मसला धेरै हाल्यो भने त डढ्छ नि त, मसला मात्रै पाके जस्तो फिल हुन्छ। अनि यत्तिकै सिम्पली बनायो भने चाहिँ एकदमै मिठो हुन्छ माछाको झोल चाहिँ। म चाहिँ जहिले यसरी बनाउँछु। अनि चाहिँ मैले 2टा टाउको पनि थियो। टाउकोलाई चाहिँ धेरै डिप फ्राई गरेको चाहिँ मन पर्दैन, हल्का फ्राई गरेँ कि, किनभने हल्का फ्राई गऱ्यो भने चाहिँ माछाको टेस्ट आउँछ क्या झोलमा चाहिँ होइन। अनि त्यो तेल चाहिँ मैले फालिदिएँ रहेको, अनि थोरै तेलमा चाहिँ मैले प्याज अनि लसुन इधर उधर मसलाहरू मजाले पकाउँदैछु कि। टमाटरहरू अघि एकै ठाउँ पिसेको थियो नि त, अनि प्याज पाकिसकेपछि चाहिँ मसला पनि मजाले पकाउँदैछु। मसलाबाट तेल निस्किने भएपछि मात्रै मैले पानी हालेको छु कि, किनभने त्यस्तो गरौँ भने चाहिँ एकदमै टेस्ट मिठो आउँछ। ठुलो पिस पारेर चाहिँ नराख्नु होला हजुरहरूले पनि। माछा पकाउँदाखेरि टमाटरलाई यसरी मिक्सरमा पिसेर राख्नुभयो भने चाहिँ मिठो हुन्छ कि। अनि मसँग चाहिँ फिस मसला ल्याउन बिर्सेछु कि साथीहरू, अनि चाहिँ यही मिट मसलाले पनि काम गरिहाल्छ नि भनेर चाहिँ त्यही मिट मसला लगाएँ। लास्टमा धनियाँलाई गार्निस गरेँ। कस्तो मिठो भएको थियो कि साथीहरू। थ्याङ्क यू फर वाचिङ, बाई बाई।